जब हामी नेपाल क्रिकेटको हालको माहौलको कुरा गर्छौं, सबैभन्दा धेरै चर्चामा रहेको कुरा हो नेपाल प्रिमियर लिग एनपीएल। एनपीएलले नेपालमा क्रिकेटको एनर्जीलाई लिटरली बुस्ट गरिदिएको छ। न्यू प्लेयर्स, ह्युज फ्यान बेस, प्याक्ड स्टेडियम र इन्टरनेसनल एक्सपोजर। यो लिगले नेपाल क्रिकेटलाई एकदमै नयाँ लेभलमा पुर्याएको छ। र इन्ट्रेस्टिङ कुरा के छ भने एनपीएलको राइजसँगै नेपाल टिमको पर्फर्मेन्स पनि लगातार राइज हुँदै गइरहेको छ। जस्ट लुक एट द लेटेस्ट अचिभमेन्ट। नेपालले आउँदो 2026 टी20 वर्ल्ड कपमा आफ्नो स्थान एकपटक पनि नहारिकन सुरक्षित गरेको छ। यस क्लिन स्वीप क्वालिफिकेसन 2014 पछिको नेपाल क्रिकेटको सबैभन्दा ठुलो कमब्याक मुभमेन्ट। सो आजको भिडियोमा हामी बुझ्नेछौँ कि एनपीएलले किन यस्तो म्यासिभ क्रेज बनाएको छ, कसरी यसले नेपाली क्रिकेटलाई अपलिफ्ट गरिरहेको छ र कसरी यस्तो पोजिटिभ मुभमेन्टमा नेपालले लगातार 2 पल्टसम्म टी20 वर्ल्ड कपमा आफ्नो स्थान हासिल गर्न सक्यो त। नेपाली क्रिकेटको इतिहासमा 2014 एउटा स्वर्णिम अध्याय थियो। पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले बङ्गलादेशमा भएको टी20 विश्वकपमा पहिलो पटक सहभागिता जनायो। हङकङ र अफगानिस्तान जस्ता टिमलाई पराजित गर्दै नेपालले विश्व क्रिकेटमा आफ्नो बलियो उपस्थितिको छाप छोड्न सफल भयो। तर यो सफलता लामो समय टिक्न सकेन। विश्वकप खेलेको केही वर्षमै नेपालको क्रिकेट गभर्नेन्स संस्था नेपाल क्रिकेट सङ्घ क्यान भित्रको आन्तरिक विवाद र राजनीतिक खिचातानी चरम सीमासम्म पुग्यो र यसको फलस्वरूप 2016 मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यानलाई निलम्बन गरिदियो। निलम्बन पछि नेपाली क्रिकेटको भविष्य अन्धकारमय बन्यो। राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय खेल खेल्न त पायो, तर आईसीसीको सिधा निगरानीमा। तर नेपाली खेलाडीहरूले हार मानेनन्। राजनीतिक सङ्कटको बीचमा पनि उनीहरूले मैदानमा आफ्नो 100% दिए। यसको परिणाम स्वरूप सन् 2018 मा नेपालले पहिलो पटक ओडीआई मान्यता प्राप्त गर्यो, जसले नेपाली क्रिकेटलाई पूर्ण रूपमा ध्वस्त हुनबाट बचायो। र सन् 2021 मा आईसीसीले क्यानको निलम्बनलाई पनि फुकुवा गर्यो। यो बीचको समय चाहिँ नेपाली क्रिकेटका लागि एउटा लामो र पीडादायी सङ्घर्ष थियो। नेपालमा टी20 लिगको इतिहास। नेपालमा घरेलु टी20 लिगहरूको प्रयास भइराख्यो। एभरेस्ट प्रिमियर लिग ईपीएल, पोखरा प्रिमियर लिग पीपीएल र धनगढी प्रिमियर लिग डीपीएल जस्ता निजी क्षेत्रबाट सञ्चालित लिगहरूले नेपाली क्रिकेटलाई जीवित राखिरह्यो। यी लिगहरूले युवा प्रतिभाहरूलाई ठूलो मद्दत गर्यो, अन्तर्राष्ट्रिय खेलाडीहरूलाई नेपालमा ल्याए र क्रिकेटलाई व्यावसायिक बनाउन प्रयास गरे। तर यी सबै प्रयासहरू क्यानको आधिकारिक व्यवस्थापन र समर्थनको कमीले गर्दा कहिले पूरा हुन सकेन। त्यसपछि क्यानले नेपाल टी20 नामको आधिकारिक लिग ल्याउन प्रयास गर्यो, तर व्यवस्थापन र आर्थिक पारदर्शिताको कमीले त्यो पनि विवादमा फस्यो र सफल हुन सकेन। यी सबै पाठहरूलाई सिक्दै क्यानले अन्ततः सबै कमजोरीलाई सुधार्ने निर्णय गर्यो र त्यसपछि जन्म भयो नेपाल प्रिमियर लिग एनपीएलको। पारस खड्काको मैदानदेखि नेतृत्वसम्मको यात्रा। नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने एक व्यक्तिको नाम हो पारस खड्का। उनले आफ्नो खेल जीवनका उत्कृष्ट वर्षहरू नेपाली क्रिकेटलाई समर्पण गरेका छन्। खेलाडीको रूपमा उनले आफ्नो ब्याटिङ, बलिङ र उत्कृष्ट कप्तानीले टोलीलाई 2014 को विश्वकपसम्म पुर्यायो। कप्तानको रूपमा उनले निलम्बन जस्तो कठिन घडीमा पनि आफ्नो टिमलाई अगाडि बढाइराखे। उनलाई नेपाली क्रिकेटको क्राइसिस म्यानेजर भन्दा फरक पर्दैन। खेल जीवनबाट सन्यास लिइसकेपछि पनि पारसको क्रिकेटप्रति प्रेम कम भएन। उनी अहिले नेपाल क्रिकेट सङ्घ क्यानको सचिव बनेका छन्। मैदान बाहिर व्यवस्थापनको भूमिकामा उनले एनपीएललाई सफल बनाउन निर्णायकको भूमिका खेलेका छन्। एनपीएलको योजना, फ्रेन्चाइजीहरूको व्यवस्थापन र अन्तर्राष्ट्रिय मानक स्थापना गर्ने उनको यो प्रयासले गर्दा नै आज एनपीएल यति सफल छ। पारस खड्काको यो बलिदान र नेतृत्वले गर्दा नै नेपाली क्रिकेटमा एउटा सकारात्मक परिवर्तन आएको छ। एनपीएलको वर्तमान स्थिति र क्रेज। एनपीएलको पहिलो सिजनले नै नेपालमा क्रिकेटको क्रेज कति छ भनेर प्रमाणित गरिसकेको छ। दर्शकहरूले मैदान भरिए, घर बाहिरको स्क्रिन र टिभीमा पनि उत्साह साथ खेल हेरियो। एनपीएल सिजन 2 को आगमनले नै पुरै राष्ट्रलाई एउटा उत्सवमा परिवर्तन गरिदिएको छ। प्रत्येक फ्रेन्चाइजीले आफ्नो शहर र आफ्नो टिमको प्रतिनिधित्व गर्दैछन्। केही समय अगाडिको आन्दोलनले देशभरि सन्नाटा छाएको थियो, तर एनपीएलको आगमनले फेरि देशमा खुसी, उत्साह र उमङ्ग फर्किएको छ। नेपाल प्रिमियर लिग एनपीएल आज नेपालमा एउटा सफल खेल मात्रै होइन, यो एउटा आकर्षक व्यापारिक परियोजना पनि हो। एनपीएलको बिजनेस मोडललाई बुझ्नलाई यसको दुईटा मुख्य आधारलाई हेर्नुपर्छ: आम्दानीको स्रोत र लगानीकर्ताको दृष्टिकोण। एनपीएलको आम्दानीको प्रमुख स्रोतहरू स्पष्ट छन्। पहिलो हो स्पोन्सरशिप। एनपीएलले ठूला राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई आकर्षित गरेको छ। मुख्य प्रायोजकहरू, सहप्रायोजकहरूबाट प्राप्त हुने ठूलो रकम यसको मुख्य आर्थिक आधार हो। यी ब्रान्डहरूका लागि एनपीएल लाखौं नेपाली जनताहरूसँग आफ्नो पहुँच पुर्याउने माध्यम बनेको छ। ब्रोडकास्टिङ राइट। टिभी र डिजिटल स्क्रिनको माध्यमबाट प्रत्यक्ष प्रसारण अधिकार बेचेर पनि प्राप्त हुने शुल्क पनि आम्दानीको ठूलो हिस्सा हो। र अर्को हो टिकट सेल्स। मैदानमा दर्शकको उच्च सहभागिताले टिकट बिक्रीबाट पनि राम्रो आम्दानी हुन्छ। यो बलियो आर्थिक संरचनाले गर्दा नै एनपीएल दिगो र भरपर्दो लगानीको क्षेत्र बनेको छ। र अर्को हो ब्रान्ड भ्याल्यु। फ्रेन्चाइजीहरूले आफ्नो शहर वा प्रदेशलाई प्रतिनिधित्व गर्छन्, यसले गर्दा उनीहरूको ब्रान्ड राष्ट्रिय सामु पुग्छ। टिममा अन्तर्राष्ट्रिय खेलाडीलाई ल्याउनु भनेको आफ्नै ब्रान्डको प्रचार गर्नु हो। लगानीकर्ताहरूले एनपीएललाई छोटो समयको होइन, तर लङ टर्म इन्भेस्टमेन्टको रूपमा हेरेका छन्। क्रिकेटको क्रेज नेपालमा बढिरहेकाले भविष्यमा राम्रो प्रतिफल दिन्छ भन्ने कुरा सुनिश्चित छ। एनपीएलले नेपालको अर्थतन्त्रमा पनि राम्रो योगदान
योगदान दिएको छ। विदेशी खेलाडीहरूको शुल्कको रूपमा विदेशी मुद्राको प्रभाव हुनको साथै यसले स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनामा पनि सहयोग पुर्याएको छ। संक्षिप्तमा भन्नुपर्दा एनपीएलको बिजनेस मोडल विश्वसनीय प्रयोजन र ह्युज फ्यान बेसमा आधारित छ, जसले लगानीकर्ताहरूलाई आफ्नो लगानी सुरक्षित र फलदायी हुने विश्वास दिलाएको छ। यही कारणले गर्दा एनपीएलमा लगानी गर्ने होडबाजी बढेको छ। एनपीएल सफल छ, तर यसलाई अझै ठूलो लिगको रूपमा स्थापना गर्न केही सुधारहरू आवश्यक छ। हाम्रो सुझावहरू: होम एन्ड अवे मोडल। हाल सबै खेलहरू कीर्तिपुरमै सीमित छन्। यसलाई परिवर्तन गरी हरेक फ्रेन्चाइजी टिमलाई आफ्नो शहर या प्रदेशमा कम्तीमा 2-3टा खेल खेल्ने व्यवस्थापन गर्नुपर्छ। यसले स्थानीय क्रेज र फ्रेन्चाइजीको आम्दानी बढाउँछ। स्टेडियमको स्तर नीति। टियुमा जस्तै अन्य शहरमा पनि अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको स्टेडियम बनाउन जरुरी छ। अर्को हो ग्रासरुट विकास। फ्रेन्चाइजीहरूलाई आफ्नो शहरमा क्रिकेट एकाडेमी वा स्थानीय प्रतियोगिता आयोजना गर्न अनिवार्य गर्नुपर्छ, जसले तल्लो तहबाट नै प्रतिभा उत्पादन गर्न मद्दत गर्छ। विदेशी खेलाडीहरूको कोटा। विदेशी खेलाडीहरूको संख्यालाई बढाउनुको सट्टा अनिवार्य एसोसिएट नेसनको खेलाडीहरूको कोटा राख्न सकिन्छ, जसले अन्य साना क्रिकेट राष्ट्रहरूलाई पनि प्रोत्साहन गर्छ र लिगलाई विविधता दिन्छ। एनपीएल आज नेपाली क्रिकेटको मेरुदण्ड बनेको छ। यो केवल एक प्रतिस्पर्धा मात्रै होइन, यो नेपाली युवाहरूको सपना हो। पारस खड्का जस्तो लेजेन्डको त्याग र एनपीएलको सफलताले नेपाली क्रिकेटको भविष्यलाई उज्जवल बनाएको छ। एउटा कुरा निश्चित छ, नेपाली क्रिकेटको इतिहासमा अब एउटा नयाँ युगको सुरुवात भएको छ र यो युग हो नेपाल प्रिमियर लिग एनपीएल। तपाईको विचारमा एनपीएललाई अझै ठूलो बनाउन के गर्न सकिन्छ? आफ्नो विचारहरू कमेन्टमा अवश्य लेख्नुहोला।